यताबाट सुरु गरौँ चले मल घर बनाउँदै हुनुहुन्छ कान्छो सदस्यले यहाँ यस्तो खेल्दै हुनुहुन्छ उहाँ एकदमै सागसब्जी के मैले उत्पादन गरेको सागसब्जी चाहिँ खान नगराउने कुहेर धुस्ना यो मल जस्तै हुन्थ्यो होला है मेरो साग। हेलो गाइज, आज अन्तर्राष्ट्रिय श्रमिक दिवस हो। हाम्रो घरमा चाहिँ कसले कस्तो श्रम गरिरहेछन् हेरौँ है त। ढ्याङ ज्येष्ठ सदस्यले यहाँ मल खाँदै हुनुहुन्छ। यसरी मल लाउँदै हुनुहुन्छ, यसरी बाली नानीलाई उकालो लाउँदै हुनुहुन्छ। कान्छो सदस्यले यहाँ घर बनाउने काम गर्दै हुनुहुन्छ। लु गरौँ 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 यसरी यसरी घर बनाउँदै हुनुहुन्छ। गुड गुड गुड। अब सेकेन्ड कान्छो सदस्यले यहाँ यस्तो खेल्दै हुनुहुन्छ। उहाँ एकदमै उहाँको निर्देशनमा सबै घर परिवार चल्छ। नत्र वचनले हानिहाल्छ। आफू पनि नगर्ने अनि अरूको नमान्ने पनि हुन्छ। विज्ञानले देख्नु पर्यो, मन ज्ञानले कि भनेको मान्नु पर्यो। दुईटामा एउटा त हुनु पर्यो। छिटी खानालाई त उपरवालाको खपरमा पनि छैन। हजुर बिहान 5 बजे उठेर लागि पर्दा त यो हालत छ। हजुरहरू हजुर आज 5 बजेदेखि उठेर काम गर्नुभयो नि त? भोलि हजुर 5 बजेदेखि सुत्ने होला फेरि होइन? दादा एक दिन काम गर्ने एक दिन सुत्ने होला होइन? 2 रात 12 1 तिमीहरू त खाना खाने बित्तिकै सुत्यो। मैले त सामानहरू पनि साथी सबै गरेर 1 बजे राति सुतेर अनि उठेर फेरि 5 बजे उठेर काम गर्दै खुसी। त्यो म चाहिँ मेरो ज्यान होइन। के रे बुढी? ए चम्चीले भात खानुपर्ने हो? ए ती लाग्छ त हातले गम खाने बानी। कम्पोस्ट मल हो। कम्पोस्ट यो चाहिँ अदुवालाई लाउनुपर्छ। मान्छेको मल हो यो? कुखुराको हजुर, कुखुराकोमा झाग पात यसो बराल कुवाएर लाग्छ। कुवाएर बनाएको नाको भने बस्नु पार्नु सकिँदैन यसो। कुखुरा पाल्यो है? कुखुरालाई बिसाइदिन्छ, त्यो जम्मा गऱ्यो। कुखुरा बिसाइदिन्छ, जम्मा गऱ्यो। हातले नगर न, हात बिग्रिन्छ कि। 2 वर्षसम्म बिग्रेन, अब बिग्रे के हो। कसले लियो? साइली साग रोप्नु। साइली साग रोप्नु पर्ने छ। एउटा भाडो कता बाह्र होइन। फिल्म
हनुमान जिउरी यस्तै हो कामसम्म धन्न खानु चाहिँ सघाउनुहुन्छ र खुसी लाग्छ यो सागसब्जी के मैले उत्पादन गरेको सागसब्जी चाहिँ खान नसघाउने कुहेर धुस्दा यो मल जस्तै हुन्थ्यो होला है मेरो साग त्यसैमा खुसी लाग्छ उत्पादन गरेको चिज चाहिँ खपत भएर नसघाए नि त्यसैमा सन्तुष्टि छ एक दुई बुढा लाग्छ क्या यो साग हुन्थ्यो के गर्नु दुःख रहेछ करीमा ठेकेको तिमी त अनि माइतमा त एकदम सुखले हुर्केकी छोरी भन्थ्यो यति दुःख कसरी गर्न आयो तिमीलाई बुढोको घर के अरे बुढोसँग गइसकेपछि अदुवा ढिलो भइसक्यो मान्छेले फागुन चैतमै रोप्छ ढिलोमा आफ्नो वैशाख जेठ लाग्नु यो सबै यस्तोहरू लगाइदिएर भने गर्ने रोप्ने त्यो रागा पाल्छ नि होइन Bitti. Ya oraya da. Ya oraya da. एउटा यता वरिपरि बाँस पातहरू लगाइदिनु त्यो कुखुराको जस्तै अनि यति मात्रै नबार्ने मल खानु पर्यो घाँस पनि टाँड बनाएर यति काटेर भित्र बुद्धि निकालेको भाँडो पर्छ पानी निकाल्ने यसमा त लोकल नगरेको एउटा त राख्नुपर्छ नि यार घरमा खाना